नमस्कार। आज हामी कुरा गर्छौँ शिक्षक मेन्टेनिङ कार्यक्रमको बारेमा। नेपालको 7वटा प्रदेशमा केही सघन पालिकाहरूमा शिक्षक मेन्टेनिङ कार्यक्रम लागू भइसकेको छ। शिक्षकका 10वटा पेशागत विकासका विधिहरूमध्ये शिक्षक मेन्टेनिङ पनि एक हो। शिक्षक मेन्टेनिङको औचित्य चाहिँ के छ भन्नुहुन्छ भने योग्य, अनुभवी र दक्ष तालिम प्राप्त शिक्षकद्वारा तपाईँको चाहिँ पेशागत प्राविधिक सहायताका लागि नवोपरि शिक्षकहरूलाई चाहिँ कक्षा कोठामै गएर सिकाइमा सुधार ल्याउने गरी नव शिक्षा दिने एक प्रकारको यो तालिम जस्तै हो। त्यसै गरेर तपाईँको चाहिँ यसको चाहिँ समुदायमा आधारित रहेर गर्ने कुराहरू, सिकाइ आदान प्रदान गर्ने कुराहरू, सिकाइको संस्कृतिको विकास गर्ने कुरामा यसले मद्दत गर्दछ। शिक्षक मेन्टेनिङ प्रक्रिया भनेको चाहिँ तपाईँको दक्ष, तालिम प्राप्त, अनुभवी शिक्षकद्वारा निश्चित समय अवधिमा कक्षा कोठामै गएर पेशागत सहायता प्रदान गर्ने जुन प्रक्रिया छ यसलाई शिक्षक मेन्टरिङ भनिन्छ। शिक्षक मेन्टरिङमा मेन्टर र मेन्टी, मेन्टर भनेको तपाईँको नवप्रवेश शिक्षकहरूलाई पेशागत सहायता प्रदान गर्ने दक्ष अनुभवी शिक्षक हो भने मेन्टरिङ भनेको चाहिँ तपाईँको नवप्रवेश शिक्षक अथवा 1 वर्ष तपाईँको शिक्षक अनुभव भएका शिक्षकलाई नवप्रवेश शिक्षक भन्ने गरिन्छ। त्यसै गरी तपाईँको चाहिँ शिक्षक मेन्टरिङ कार्यको उद्देश्यहरू 4वटा रहेका छन्, जसमा तपाईँको चाहिँ नवप्रवेशी शिक्षकहरूलाई शिक्षण सिकाइमा दक्षता हासिल गराउने एउटा उद्देश्य छ भने अर्को भनेको विद्यालयमा आधारित शिक्षकको पेशागत सहायता प्रदान गर्ने, अर्को भनेको कक्षा कोठाको शिक्षण सिकाइमा सुधार ल्याउने र अर्को चौथो नम्बरमा छ विद्यालयमा सिकाइ संस्कृतिको विकासमा सहयोग पुर्याउनु रहेको छ। र यसमा शिक्षक मेन्टरका छनौटका आधारहरू, विज्ञ शिक्षक, मेन्टर शिक्षक कसरी छनौट गरिन्छ भन्ने कुरामा चाहिँ माध्यमिक तहको हकमा मास्टर डिग्री गरेका शिक्षक, जो शिक्षा विषयमा स्नातकोत्तर गर्नुभएको शिक्षक हुनुहुन्छ भने अन्यको हकमा स्नातक गरेका शिक्षकहरू चाहिँ तपाईँको छनौट हुन पाउनुहुन्छ। त्यसमा उहाँहरू 7 वर्ष शिक्षण सिकाइ अनुभव गरेको र स्थानीय पालिकामा विद्यार्थीको शिक्षा उपलब्धि चाहिँ औसतभन्दा माथि रहेको हुनुपर्दछ। त्यसै गरेर तपाईँको सौर्य सहकारी सिप भएको हुनुपर्यो, पेसागत आचरण र नैतिक मूल्य भएको हुनुपर्छ। सबैभन्दा ठुलो कुरो भनेको मेन्टर गर्ने इच्छा भएको व्यक्ति हुनुपर्छ भनेको छ। त्यसै गरेर नवप्रवेशी शिक्षक भनेको आधारभूत तहमा 1-5, निम्न माध्यमिक तहमा 6-8 र माध्यमिक तहमा 9-10 का शिक्षकहरू जो तपाईँको नयाँ नियुक्ति लिएका अथवा एक शैक्षिक सत्र पूर्ण गरेका शिक्षकहरूलाई नवप्रवेशी शिक्षक अथवा मेन्टर शिक्षक भनिन्छ। र उहाँहरूको सक्षमताको 4वटा सक्षमता विकास हुने भनेर राखिएको छ सक्षमताहरू, जसमा चाहिँ पाठ योजना निर्माण र सिकाइमा समय व्यवस्थापन गर्ने एउटा सक्षमता, अर्को भनेको सकारात्मक अपेक्षा र सिकाइ सहयोगी वातावरण निर्माण गर्ने कुरा, अर्को भनेको सिकाइ क्रियाकलापमा विद्यार्थीहरूलाई व्यस्त राख्ने र प्रभावकारी शिक्षण विधिको छनौट गरेर अन्तिममा छ सिकाइको मूल्याङ्कन गर्ने सक्षमता भनेर यसरी 4वटा सक्षमताहरू राखिएको छ। शिक्षण अभ्यासमा सुधार ल्याउनका लागि शिक्षक मेन्टरिङका 3वटा चरणहरूको बारे अवलम्बन गरिन्छ, जसको चरण 1 मा कक्षाको अवलोकन गर्ने, चरण 2 मा अवलोकन पश्चातको मेन्टरिङ र चरण 3 मा तपाईँको चाहिँ समुदायको सिकाइ सत्र निर्माण गर्ने। यो चाहिँ तपाईँको मेन्टरिङ कार्यक्रम चाहिँ 22 हप्ता अथवा कम्तीमा 35 घण्टा लगाएर गर्नुपर्छ भन्ने व्यवस्था गरेको छ। र समय व्यवस्थापन चाहिँ तपाईँको चाहिँ पहिलो 4 घण्टा चाहिँ सुरुवाती बैठक गर्ने, अभिमुखीकरण गर्ने र समग्र मेन्टरिङ कार्यक्रमको कार्ययोजना बनाउने कुरा गरेका छ। 1.5 घण्टाको दरले 16.5 घण्टा अथवा 11वटा क्लास चाहिँ कक्षा अवलोकन गर्ने र पृष्ठपोषण प्रदान गर्ने। 3 घण्टा चाहिँ तपाईँको चाहिँ मूल्याङ्कन अघि वा पछि गएर कक्षा कोठाको मुख्य सक्षमताहरूको बारेमा छलफल र अनुभव आदान प्रदान गर्ने कुराहरू। त्यो 7.5 घण्टा तपाईँको चाहिँ सिकाइ सञ्चालन गर्ने, बैठक सञ्चालन गर्ने, कार्यशाला सञ्चालन गर्ने कुराहरू छ भने अन्तिममा 4 घण्टा चाहिँ तपाईँको समग्र 22 हप्ताको कार्यक्रम समापनसँगै समापन कार्यक्रम, अनुभव आदान प्रदान र प्रमाणपत्र वितरण गर्ने कुराहरू रहेका छन्। कक्षा अवलोकन फार्म, क्लासरूम अब्जर्भेसन टुल कट, यसमा 5वटा मुख्य सूचकका 18वटा सूचकहरू रहेका छन्, जसमा पहिलो सिकाइ समय व्यवस्थापनका 3वटा सूचकहरू रहेका छन्, दोस्रोमा शिक्षण सिकाइ क्रियाकलापको अवलोकनमा 2वटा सूचकहरू रहेका छन्, तेस्रो उच्च अपेक्षा र समावेशी सिकाइ वातावरण सिर्जनाका 8वटा सूचक रहेका छन्, त्यसै गरेर चौथोमा प्रभावकारी र सहभागितामूलक सिकाइ रणनीतिमा 5वटा सूचक रहेका छन्, सिकाइ मूल्याङ्कनमा 3वटा गरेर 18वटा सूचकहरूमा बसेर अङ्कनको आधारमा 1, 2, 3, 4, 5 न्यून, मध्यम र उच्चको आधारमा हामीले मेन्टरहरूले अङ्कन गरेर त्यसमा चाहिँ यो तपाईँको शिक्षक मेन्टरिङ कार्यक्रम हाते पुस्तिकामा भएको रुब्रिक्सको आधारमा अङ्कन गरेर तपाईँको चाहिँ मेन्टरिङ सत्रमा सुझाव दिने कार्य गरिन्छ। मेन्टरिङ सत्रमा तपाईँको चाहिँ मेन्टरले चाहिँ विभिन्न के कुरामा के कार्य गर्नुपर्छ भन्ने कुरामा चाहिँ 1 नम्बर कुरा छ 30 मिनटको मेन्टरिङ सत्र सञ्चालन गर्नुपर्ने। एक पटकमा तपाईँको मेन्टरले मेन्टीलाई 1 भन्दा बढी सुधारका क्षेत्रहरूमा केन्द्रित नगर्ने, एउटा मात्र सुधारका क्षेत्रमा केन्द्रित गर्ने, विशिष्ट अथवा ठोस प्रक्रिया अवलम्बन गरेर सुझाव दिने कुरा र अन्तिममा शान्त कोठामा बसेर एकल मेन्टरिङ सत्र सञ्चालन गर्नुपर्छ भनिएको छ।
यसमा विभिन्न क्षेत्र विभिन्न सरकारवालाहरूको आफ्नो भूमिका रहेको छ। त्यसमध्ये म शिक्षा तालिम केन्द्रको बारेमा कुरा गर्न चाहन्छु। शिक्षा तालिम केन्द्रले शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निर्माण गरेको पाठ्यक्रमको आधारमा रहेर तपाईँको चाहिँ मेन्टरहरूलाई तालिम सञ्चालन गर्नुपर्ने कुराहरू, स्थानीय तहमा प्राविधिक सहयोग उपलब्ध गराउनुपर्ने कुराहरूमा त्यो तपाईँको चाहिँ भूमिका खेल्नुपर्छ भनिएको छ। त्यसै गरी तपाईँ स्थानीय तहले चाहिँ मेन्टर र मेन्टी छनौट गर्ने र अभिलेख राख्ने कुरा, राखिएको अभिलेख राख्ने कुरा, साथै तपाईँको कार्यक्रममा सहलगानी गर्ने कुरा र मेन्टीलाई कार्यक्रम सम्पन्न पश्चात प्रमाणपत्र दिने कार्यहरू गर्नुपर्छ भन्ने भूमिकाहरू राखिएको छ। प्रधानाध्यापकले चाहिँ तपाईँको चाहिँ मेन्टरिङ कार्यमा शिक्षकलाई चाहिँ तपाईँको चाहिँ सहभागी गराउने कुरा, व्यावसायिक विकासको निमित्त सहयोग गर्ने कुरा र बेला बखतमा शिक्षकको कक्षा अवलोकन गरेर तपाईँको रचनात्मक सुधार दिने कुराहरू गरेको छ। त्यसै गरी तपाईँको शिक्षक मेन्टरको भूमिकामा चाहिँ तपाईँको के छ भने सरकारवालाहरूसँग सुरुवाती बैठक गर्ने। सरकारवाला भन्नाले तपाईँको चाहिँ मेन्टी, प्रधानाध्यापक, विद्यालयका व्यवस्थापन समिति, पिटिए यस्ता पक्षहरूलाई राखेर तपाईँको सुरुवाती बैठक गर्ने। त्यसै गरी मेन्टरिङ सम्बन्धी अभिमुखीकरण गर्ने र यो 22 हप्ता सञ्चालन हुने मेन्टरिङको कार्ययोजना निर्माण गर्ने कार्य गर्नुपर्दछ। त्यसै गरी तपाईँको आवश्यकता परेमा मेन्टरिङको बेलामा नमुना कक्षा प्रदर्शन गर्ने, शिक्षण विधिहरूको बारेमा तपाईँको चाहिँ जानकारी गराउने, कक्षा अवलोकन गरी रचनात्मक सुझावहरू दिने र अभ्यासको समुदाय गठन गर्ने, व्यावसायिक विकासमा प्रोत्साहन गर्ने कार्य चाहिँ मेन्टरले गर्नुपर्छ भने मेन्टीले तपाईँको चाहिँ सुरुवाती बैठकमा सहभागी हुने कुरा, त्यसै गरी कार्ययोजनाहरूमा सहमति जनाउने कुरा, योजनाबद्ध क्रियाकलापमा सहभागी हुने कुरा, सिकाइ सञ्जालमा सक्रिय सहभागिता हुने कुरा र सहकारी गर्ने कुराहरू रहेका छन्। थप जानकारीका लागि तपाईँले शिक्षक मेन्टरिङ कार्यान्वयन कार्यविधि 2080 र शिक्षक मेन्टरिङ कार्यक्रम कार्यान्वयन हास्ते पुस्तिका 2082 हेर्न सक्नुहुन्छ। हस्त, धन्यवाद।